माधव नेपाललाई 70 पुगेर हटाएको होइन, झलनाथजीलाई 70 पुगेर हटाएको होइन, हटाउनु पर्ने हुँदो रहेछ। हामीले नै हटाएका हौँ, 70 नपुग्दै हटाएका हौँ। 70 पुगेर पनि हटाउन मिल्दो रहन्छ। मनमोहनजीलाई 78 वर्षको उमेरसम्म हामीले हटाएनौँ, आफै बितेर जानुभयो, हटाएनौँ। अर्थात् झलनाथजीलाई त उहिल्यै हामीले अवकाश दिएका थियौँ। सिपी मैनालीजीलाई 39 सालमा अवकाश दिएका थियौँ। 39 साल भनेको उहाँ 39 सालमा 31 वर्षको हुन्थ्यो क्या हो, कति यस्तै 31 वर्ष जतिको हुनुहुन्थ्यो। त्यति बेलै हटाएको हो लिडरसिपबाट। किनभने उहाँबाट काम नहुने भएपछि उमेर त बढ्दो नै थियो त्यति बेला। उहाँ 8 सालको मान्छे हो, 39 सालमा हामीले उहाँलाई हटायौँ नेतृत्वबाट। त्यसकारण 39 सालमा हटाउँदा 31-32 को मान्छे, 31-32 को लाई पनि उमेर सानै छ भनेर राख्न मिल्ने रहेनछ, हटाउनु पर्दो रहेछ। झलनाथजीलाई पनि हामीले 46 सालमा हटायौँ। 5 सालको मान्छे 46 सालमा हटाउँदा कति 41 वर्ष हुनुहुन्थ्यो। 41 सालमै 41 वर्षमै उहाँलाई हटायौँ त हामीले, पर्दो रहेछ। 11 सालका माधव नेपालजीलाई हामीले कति 65 को सुरुमै उहाँले राजीनामा गर्नु। यस्ता कुराहरूमा साथीहरूलाई धेरै बहकावमा आउन पर्दैन। पार्टीले विचार गरेर निर्णय गर्छ भन्ने कुरामा विश्वास गरे पुग्छ। म त्यति साथीहरूलाई